रोमानियामा नेपालीले कति पैसा कमाउँछ, कि सेलेरी, रेन्ट एन्ड मन्थली सेभिङ कति हुन्छ 2026मा? आज हामी यसको बारेमा कुरा गर्नेछौँ। नमस्ते सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, स्वागत छ तपाईहरूलाई मेरो युट्युब च्यानलमा। कि नेपालीले कति पैसा कमाउँछ त रोमानियामा, त्यसको विषयमा कुरा गर्नेछौँ। कति पैसा कमाउँछ, महिनाको खर्च कति हुन्छ, अनि महिनामा कति पैसा बचत गर्न सकिन्छ त? एउटा नेपालीले महिनामा कति पैसा बचत गर्न सक्छ त रोमानिया आएर? कि रोमानिया आउन फाइदा छ कि घाटा छ, कि भने जस्तै छ रोमानिया, कि सोचेदेखि थोरै डिफ्रेन्स छ रोमानिया? चाहिँ यो भिडियोमा सबै भन्दैछु है त, ल ध्यान दिएर सुन्नु होला। हाम्रो धेरै नेपालबाट चाहिँ रोमानियामा आउन चाहनुहुन्छ। मलाई धेरैजनाले मेसेज गरेर सोधिराख्नु भएको छ, दाइ रोमानियामा सेलेरी कति हुन्छ, महिनामा कति बचाउन सकिन्छ, रोमानिया आउनु राम्रो हुन्छ कि हुँदैन भनेर चाहिँ मलाई धेरैजनाले सोध्नु भएको थियो। त्यही लागि चाहिँ मैले यो भिडियो बनाउँदैछु। त्यसैले आज म यो भिडियोमा सामान्य जानकारी दिने प्रयास गर्नेछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला सबैजनाले। पहिलो कुरा गरौँ, रोमानियामा नेपालीले कस्ता काम गर्छन् त? हामी नेपालीहरूले चाहिँ रोमानियामा आएर कस्ता काम गरिन्छ त, पहिला त सुनौँ है त। रोमानियामा नेपालीहरूले विभिन्न सेक्टरमा काम गरिरहेका छन्। नेपालीहरूले विभिन्न सेक्टरमा काम गरिरहेका छन्, जस्तै रेस्टुरेन्ट एन्ड होटल, किचन, डिसवासर, कुक, पिज्जा मेकर, फ्याक्ट्री वर्कर, वेयर हाउस, क्लिनर, ड्राइभर, प्याकेजिङ काम अनुसार सेलेरी र सुविधा चाहिँ फरक हुने गर्छ। कि कतिपय कम्पनीले अपार्टमेन्टहरू चाहिँ तपाईहरूलाई प्रोभाइड गर्छ, कतिपय कम्पनी चाहिँ गर्दैन, र कतिपयले खाना पनि दिन्छ। यो कुरा चाहिँ कम्पनी अनुसार फरक हुन्छ। कम्पनीमा यी सुविधा हुँदैनन् र सबै खर्च आफैले गर्नुपर्छ। कि रोमानिया आउनुभन्दा अगाडि चाहिँ खालि सेलेरी मात्रै हेरेर चाहिँ नआउनु होला तपाईहरू। हामीलाई अपार्टमेन्टहरू दिएछ कि दिएछैन, सबै कुराहरू चाहिँ एकचोटि बुझेर आउनु होला। कम्पनीले अरू केही सुविधाहरू दिन्छ भने त्यो कुरा पनि बुझौँ। अब दुईमा आयो, रोमानियामा सेलेरी कति हुन्छ त? कि रोमानियामा सेलेरी कति हुन्छ, कति बच्छ? यो नेपालीको धेरैको जिज्ञासा पनि हो र धेरैले सोधिराख्ने प्रश्न पनि यही छ। र कामको नेचुरल अनुसार फरक हुन्छ है। जस्तै हामीले कस्तो काम गरिन्छ त्यही अनुसार सेलेरी पनि फरक हुन्छ। सामान्यतः काममा कमाई एउटा सरहको हुन्छ भने एक्सपेक्ट गरिरहेको हुन्छ कम, जस्तै कुक, पिज्जा मेकर, हाम्रो जो बिल्डिङ बनाउने हुनुहुन्छ बाहिर, वा र रोमानियामा सेलेरी कम्पनी, सिटी र काम फरक हुन्छ। सामान्यतः काममा कमाई एउटै सरहको हुन्छ भने एक्सपेक्ट भएको काम, जस्तै कुक, पिज्जा मेकर, जस्तै हाम्रो बाहिर बिल्डिङहरू बनाउनुहुन्छ जो उहाँहरूलाई, वा टेक्निसियन काममा सेलेरी बढी हुन्छ। कि हाम्रो जो बाहिर बिल्डिङमा काम गर्नुहुन्छ, पिज्जा मेकर भयो अनि कुकहरू भयो, उहाँहरूको चाहिँ सेलेरी बढी हुन सक्छ। त्यसमा ओभर टाइम छ कि छैन भन्ने कुरा पनि धेरै फरक पर्छ। कि त्यो रेस्टुरेन्टमा ओभर टाइम दिन्छ कि दिन्न भन्ने कुराले पनि धेरै फरक पर्छ। कसैको सेलेरी 3000 भन्दा माथि हुन सक्छ भने एक्सपेक्ट र कामको आधारमा अरूको अझै बढी पनि हुन सक्छ। कि 5000, 6000 पनि खाने मान्छेहरू पनि रोमानियामा चाहिँ हुनुहुन्छ है त। तपाईँहरू आउनुभन्दा पहिले याद राख्नुहोस्, सबैको सेलेरी एउटै हुँदैन रोमानियामा। कि सबैको सेलेरी एउटै हुँदैन। एकजना रोमानियामा आएका राम्रो कमाई गरेको छ भन्दैमा तपाईलाई पनि त्यही सेलेरी मिल्छ भन्ने चाहिँ छैन यहाँ चाहिँ। त्यसैले अरूको कुरा सुनेर मात्र निर्णय नगर्नु होला। कि अरूको कुरा सुनेर निर्णय चाहिँ नलिनु होला है त। र तीनको कुरा गरौँ रेन्टको बारेमा। रेन्ट कति पर्छ त? अब सबैभन्दा महत्वपूर्ण कुरा, बस्ने खर्च बुकारेस्ट जस्तो ठूलो सहरमा, अहिले म जुन ठाउँमा छु यो सहरमा चाहिँ, यो चाहिँ एकदम ठूलो सहर हो यहाँको चाहिँ, यो ठाउँमा चाहिँ रेन्ट एकदमै महँगो छ है। सक्छ कि साथीहरूसँग रुम सेयर गरेर बस्छु भन्ने नि खर्च चाहिँ कम हुन सक्छ। एक्लै अपार्टमेन्ट लिनुभयो भने रेन्ट धेरै महँगो पर्न सक्छ। कि एक्लै बस्छु, एक्लै अपार्टमेन्ट लिन्छु भन्ने सोच छ भने एकदमै महँगो पर्न जान्छ तपाईहरूलाई। कि कतिपय कम्पनीले अपार्टमेन्ट चाहिँ दिन्छन्। यदि कम्पनीले बस्ने ठाउँ दिएको छ भने तपाईको महिनाको ठूलो खर्च बस्न सक्छ। कि कम्पनीले रुम दिन्छ भने तपाईहरूको ठूलो खर्च चाहिँ बच्छ त्यसमा। त्यसैले कन्ट्र्याक्ट गर्दाखेरि कम्पनीलाई पहिले नै सोध्नुहोस् कि हामीले कन्ट्र्याक्ट एक्सप्रेसन फ्री हो कि सेलेरीबाट पैसा काटिन्छ, यो कुरा चाहिँ तपाईले सोध्न सक्नुहुन्छ। यो कुराहरू बुझ्नु चाहिँ एकदम महत्वपूर्ण हुन्छ। र 4मा खाना कति खर्च हुन्छ त? हामीले एक महिनामा कति खर्च खाना गरिन्छ त? खानाको खर्च तपाईको लाइफस्टाइलमा फरक पर्छ। तपाईको लाइफस्टाइल कस्तो छ खानाको लागि,
बाहिर रेस्टुरेन्टमा डेली खाना खानुभयो भने खर्च धेरै हुन्छ। बाहिर रेस्टुरेन्टमा खानुभयो भने एकदमै बढी खर्च हुन्छ। तर आफै खाना पकाएर खानुभयो भने खर्च धेरै कम गर्न सकिन्छ। आफूले पकाएको खानाहरू खाइयो भने खर्च चाहिँ एकदम कम गर्न सकिन्छ। नेपाली खाना पकाएर सकिन्छ कि आफै नेपाली मार्केट गएर सामानहरू किनेर लिएर आएर आफै खाना बनाएर खान सक्नुभयो भने चाहिँ पैसा चाहिँ एकदम राम्रो बच्नेछ। धेरै नेपालीहरू मिलेर बसेर खानाहरू सेयर गर्ने गर्छन् है त। यसले महिनाको खर्च कम हुन्छ। ट्रान्सपोर्ट र मोबाइल खर्च चाहिँ हाम्रो गाडीमा हिँड्दा यताति गर्दा चाहिँ कति के खर्च लाग्छ। काम जानका लागि बस, मेट्रो वा अन्य पब्लिक ट्रान्सपोर्ट प्रयोग गर्नुपर्छ। सिटी अनुसार ट्रान्सपोर्टको खर्च फरक हुन्छ। के गाडीहरू हिँड्दै चाहिँ मैले चाहिँ पर्सनली महिनाको चाहिँ नेपाली चाहिँ 3000 देखि 2600 हाल्छु। यहाँको चाहिँ 100 रुपियाँ हाल्छु एउटा कार्डमा महिनाभरिलाई हुन्छ। कि मोबाइल रिचार्ज पनि महिनामै हाल्नु पर्छ। कि हामीले देखिँदैन खर्च गरेको तर पनि राम्रो रकम चाहिँ खर्च हुन सक्छ। त्यसैले रोमानियामा कमाएको पैसा कहाँ कहाँ खर्च गरेको छौँ हामीले भनेर हिसाब चाहिँ राख्नु होला। अब आयो नम्बर 6 मा महिनामा कति पैसा बचत गर्न सकिन्छ। मुख्य कुराहरू कि नेपालीको धेरै क्वेसन गर्ने कति पैसा बचाउन सकिन्छ त। अब सबैभन्दा धेरै सोधिने प्रश्न, दाइ रोमानियामा महिनामा कति पैसा बचाइन्छ भनेर मलाई एकदम धेरै सोधिरहने क्वेसनहरू। एक्ज्याक्ट एन्सरहरू चाहिँ सबैको लागि लागू हुँदैन। यदि तपाईको सेलेरी राम्रो छ, कम्पनीले अपार्टमेन्ट दिएको छ, कम्पनीले खाना दिएको छ, ओभरटाइमको पैसा पाइन्छ, तपाईले अनावश्यक खर्च गर्नुहुन्न भने महिनामा राम्रो रकम बचाउन सकिन्छ। तर रेन्ट आफैले तिर्नुपर्छ, खाना आफैले किन्नुपर्छ, फ्यामिलीलाई पैसा पठाउनु पर्छ, ओभरटाइम छैन, अनावश्यक खर्च धेरै हुन्छ भने बचत कम हुन सक्छ। त्यसैले रोमानियामा कति कमाइ हुन्छ भन्दा पनि कति खर्च हुन्छ, कति बचत हुन्छ भन्ने कुरा बढी महत्वपूर्ण हो। अब नम्बर 7 मा जाऊ। नयाँ आउने नेपालीका लागि मेरो सुझाव चाहिँ, यदि रोमानिया आउने सोचमा हुनुहुन्छ भने एजेन्टले भनेको कुरा मात्रै विश्वास गरेर नआउनुहोस्। रोमानियामा आउनु भन्दा पहिले यी प्रश्नहरू सोध्नुहोस् आफ्नो एजेन्टसँग। बेसिक सेलेरी कति छ, नेट सेलेरी कति हातमा आउँछ, अनि अपार्टमेन्ट कसले दिन्छ, अपार्टमेन्टको पैसा सेलेरीबाट काटिन्छ कि काटिँदैन, खाना फ्री हो कि होइन, कामको टाइम कति घण्टा हुन्छ, ओभर टाइमको पैसा कति हुन्छ, हप्तामा कति, कन्ट्र्याक्ट कति वर्षको हुन्छ, सबै कुराहरू लिगल कन्ट्र्याक्टमा लेखिएको छ कि छैन, यी कुरा बुझेर मात्रै रोमानिया आउनु हो। मेरो विचारमा रोमानिया आउनु राम्रो कि नराम्रो भन्ने कुरा सबैका लागि एउटै हुँदैन। कसैको लागि रोमानिया एकदम बेस्ट, एकदम राम्रो पनि हुन्छ, कसैलाई अपर्च्युनिटी राम्रो पनि हुन सक्छ, कसैलाई कम्पनी राम्रो हुन सक्छ, सेलेरी राम्रो हुन र बचत पनि राम्रो हुन सक्छ, तर कसैको कम्पनी नराम्रो हुन सक्छ। कि रोमानिया आउँदै हुनुहुन्छ अरूको कमाइ देखेर भने कमाइ हेरेर मात्रै नआउनुहोस्। आफ्नो कन्ट्र्याक्ट, सेलेरी र सुविधा राम्रोसँग जानुहोस्। अन्तिम कुरा, रोमानियामा आएर धेरै पैसा कमाउन सकिन्छ भन्ने मात्र नसोच्नुहोस्। सही कम्पनी, सही कन्ट्र्याक्ट र राम्रो खर्च म्यानेजमेन्ट भएमा मात्र यहाँ बसेर राम्रोसँग पैसा बचाउन सकिन्छ। यदि तपाईँ अहिले रोमानियामा हुनुहुन्छ भने कमेन्टमा आफ्नो काम र एक्सपिरियन्स सेयर गर्नुहोस्। तपाईको सेलेरी कति भन्नै पर्छ भन्ने छैन, तर तपाईको कामको एक्सपिरियन्सहरू नेपाली दाजुभाइ दिदी बहिनीका लागि उपयोगी हुनेछ। कि कोही रोमानिया हुनुहुन्छ भने यो भिडियोमा कमेन्ट गरिदिनु। यदि तपाईहरू रोमानिया सम्बन्धी जब, सेलेरी, वर्क परमिट, नयाँ नियम, भिसा, डकुमेन्ट र डेली लाइफको बारेमा जान्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो मन परेमा लाइक गर्नु होला र आफ्नो रोमानिया आउने चाहने साथीलाई पनि शेयर गरिदिनु होला। अनि यो च्यानललाई सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला साथीहरू। यस्तै भिडियो चाहिँ म हजुरहरूको बीचमा लिएर आउनेछु। यति भन्दै धन्यवाद। जय नेपाल। रोमानिया हुनुहुन्छ भने भेट गर्दै गरौँला। ह्याभ अ गुड डे। बाई बाई।